ल है साथीहरू, फाइनली कुलमान घिसिङले औपचारिक रूपमा चाहिँ पार्टीको घोषणा गरेका छन्। हिजो है हरियो टोपी लगाएर बत्ती लगाएर चाहिँ घोषणा गरेका छन्। हेर्नुहोस्, अब घोषणा त गरेका छन्, उता मन्त्री पदबाट चाहिँ राजीनामा दिएका छैनन्। यता पार्टी खडा गरिरहन्, यता भइहाल्यो भने ठिकै छ, उता भएन जनताहरूले पत्याएनन् भने केही दिन मन्त्री नै पड्काउँछु भन्ने जस्तो सोचाइ पनि देख्छु म चाहिँ। तर कुलमान घिसिङ राम्रो मान्छे हो, कुलमान एउटा भिजन भएको मान्छे हो, त्यो कुरा मान्छु। तर नयाँ शक्तिहरू मिल्नुपर्ने ठाउँमा यहाँहरूलाई बालेनलाई पद चाहियो, हर्क साम्पाङलाई हर्कवादको पद चाहियो हैन, कुलमान घिसिङलाई पनि ठुलै पद चाहियो, एलिजा गौतम जस्तालाई ठुलै पद चाहियो। यहाँ जो अलिकति भाइरल भएका मान्छे छन् यी सबैलाई पद चाहिएको हुनाले चाहिँ रवि लामिछानेसँग एकता गरेर अगाडि बढ्न नसकेका यी घमण्डीहरू नै भन्छु म, घमण्डीहरूले नै गर्दाखेरि चाहिँ अझै देशलाई चाहिँ झन् सङ्कटमा हाले। अब जनताको लागि कुलमान पनि राम्रो, रवि पनि राम्रो, भोट दिने कसलाई त? यहाँनिर जनताहरूलाई सबैले प्रयोग गरे जस्तो लाग्छ मलाई। कुलमान घिसिङका पनि जनता छँदैछन्, हामी जनता पनि कस्तो हो, एकचोटि होइन आँखा बन्द गरेर राजसभालाई अगाडि बढाउँ भन्ने मेरो धारणा हो हैन। अब जनताको हातमा छ त्यो कुरा। अब यी अहिले भर्खर उम्रेका यी च्याउ जस्ता पार्टीहरूले देश बनाउँछन् भन्ने लाग्छ तपाईँहरूलाई? यिनीहरू म लेखेर भन्छु, यिनीहरूलाई कुलमान घिसिङको पार्टीबाट कुलमान अगाडि आउनुपर्छ, उता हर्क सम्पाङको पार्टीबाट हर्क सम्पाङ प्रधानमन्त्री बन्नुपर्छ। यिनीहरू यही सोचाइले अगाडि बढेका हुन्। हेर्नुहोस्, अरू केही पनि होइन। लाज शरम छैन, पार्टी एकता गर, नयाँ शक्तिहरू मिल भनेका छन्, दुनियाँले भनेका छन्, जनताले भनेका छन्। मिल्दैनन् यी घमण्डीहरूलाई तह लगाउने हामी जनता नै हो। अब हामी जनताहरू नै यस्तो तरिकालाई बुझ्न सकेनौँ भनेपछि त कसको के नै लाग्छ र? यी हामी चाहिँ यसरी यो विदेशमा चाहिँ कहिले कुकुर घुमाउने, कहिले टोयलेट साफ गर्ने, कहिले चाहिँ पोछा लगाउने, झाडु लगाउने, सेक्युरिटी बन्ने होइन, यस्तै त होला नि। अब काम सानो ठुलो हुँदैन, हामीले काम गर्नुपर्छ, पैसाको लागि काम गर्नुपर्ने हुन्छ। यस्तै गरेर खाम्ला।